साथीहरु मेरो भिडियो कस्तो लाग्छ लास्टसम्म हेरेर प्रतिक्रिया दिनु होला। गाउँले भ्लग भिडियो त्यहाँ पारी भित्तामा जाने हो हैन। बोइले चाहिँ जाँड बनाएर हाल्नु भएको छ बोतलमा। मलाई यो छिर्यो छिर्यो भित्र उयो घरदेखि गाउँको भिडियो बनाउँछु मेरो घर फोकस गरेर बनाउँछु भन्दा मिल्दैन के। हेलो साथीहरु गुड मर्निङ, स्वागत छ तपाईहरुलाई। आज चाहिँ मैले उठ्ने बित्तिकै भिडियो ओपनिङ गरेको। अनि हाम्रो गाउँतिर एकदमै जाडो छ साथीहरु। स्वेटर लगाए, टोपी लगाए मैले। अब जाडोबाट त बच्नु पर्यो, त्यसपछि आङ यताउता टन्काउने काम गरे। सुरुमा चाहिँ मैले आगो बाल्नको लागि हँसिया र ड्यालो लिए। मैले चाहिँ यताउता हेरे हैन, उज्यालो भएको थिएन, पुरै अँध्यारो थियो। त्यसपछि मैले चुलामा गएर ड्यालो चिर्दै छु। अँध्यारो नै छ म उठेको बेला हैन। 6 बजे उठेको, 6 बजे उज्यालो नै हुँदैन आजभोलि। अनि ड्यालो चिर्दै छु मैले चाहिँ। ड्यालोलाई चाहिँ आगो बाल्न को लागि रेडी बनाउँदै छु। ल हेर्नु, आगो बाले मैले चाहिँ। मेरो चाहिँ बिहानको काम सुरु हुँदैछ साथीहरु। आगो बालेपछि चाहिँ म के गर्छु त भनेपछि तपाईहरु हेर्दै जानु होला। आज चाहिँ मैले भिडियो धेरै समयपछि लिएर आएको हैन। यसरी आगो बाले। हामीहरु चाहिँ गाउँघरमा दाउराले आगो बाल्छौं हैन। अनि दाउराको आगोबाट नै खाना पकाउँछौं। अनि सहरमा बसेर ग्यास बाल्नु भन्दा त यही नै राम्रो हो। पड्किने डर पनि भएन हैन, ज्यान जोखिम पनि भएन। आगो बालिसके अनि घर सफा गर्दैछु हैन। आगो बालिसकेपछि मैले चाहिँ भाँडा धुनको लागि पानी तताएर यता घर सफा गर्दैछु। हाम्रो गाउँतिर चाहिँ पानी एकदमै चिसो छ साथीहरु। अब यता तराईतिर कुवामा इनारको पानी टाटो हुन्छ नि त, हाम्रो चाहिँ धारामा पानी आउँछ एकदम चिसो हुने। अनि पानी तातिसकेपछि चाहिँ मैले बच्चाहरुको लागि नास्ता, स्कुल जाने बच्चाहरु छन् नि त, त्यही भएर नास्ता बनाउँदै छु। नास्तामा तरकारी पाक्दैछ सुरुमा। अनि तरकारी चाहिँ मैले सादा के हैन, प्याज, पेसा अनि आलु राखे मैले। मर मसला हामी चाहिँ खासै खाँदैनौं, भएपछि खाने हो, नभएपछि हामीहरु यस्तै नै हो हैन। अनि आलुसँग सोयाबिन पनि राख्दैछु मैले चाहिँ, यसरी सादा खाना। अनि मर मसलाले पनि साथीहरु ग्यास्ट्रिक भएको मान्छेले ठीक गर्दैन नि त। अनि नुन राखे मैले चाहिँ। अब गाउँघरमा त्यही त हो। अब अलिअलि जिरा पड्कायो, त्यसपछि अब तरकारी पकायो हैन। यत्तिकै उजेलो भएको थियो मैले तरकारी पकाउँदा चाहिँ। अनि मैले चाहिँ ढाक्दिए, पानी राखेर ढाक्दै छु। अनि उज्यालो हुँदै थियो। मैले चाहिँ तरकारी ढाकिसकेपछि कित्लीमा पानी तताएको तातिएको थियो। अनि भाँडा धुँदै गर्दा मैले आएर यसो हेरेको तरकारीमा चाहिँ टमाटर राख्ने बेला भएको रहेछ। आलु पाक्दैन भनेर मैले चाहिँ टमाटर अगाडि नराखेको। अब चाहिँ टमाटर राख्ने टाइम भएछ, टमाटर राख्दै छु। अब मेरो तरकारीमा मर मसला भनेको यति नै हो साथीहरु। हेलो साथीहरु, यो चाहिँ बिरालु। सो गाइज म चाहिँ हेटो भागीको पनि यो चोर बिरालु हो के हो र? पेट पनि ठुल्ठुलो गराछ के खा त? हामी चाहिँ यतिखेर घुर्रो काट्न जाँदैछौँ। त्यहाँ पारी भित्तामा जाने हो हैन। यहाँनिर धेरै टाढा छ घरदेखि। हामी चाहिँ घरदेखि हिँड्दैछौँ। बोइले चाहिँ यता घरमा ताला चापी लाउँदै हुनुहुन्छ। अनि हामीले चाहिँ बोइले चाहिँ जाँड बनाएर हाल्नु भएको छ बोतलमा। यो जर्किनमा चाहिँ पानी लख्ने हो है। हामी चाहिँ अब निस्किन लागेको, 9 बजिसक्यो। घरको काम गर्दा गर्दा हँसिया नामलाई यसरी बोकेछौ। सो गाइज भिडियो हेर्दै गर्नु होला।
मलाई यो छिर्यो छिर्यो भित्र हेर्नु र कसैले टवेल भाइर फाल्नु पानी अघि न मैले छोप्न खोज्दाखेरि भागेको बिरालु अब ढोका लगाइसक्यो मान्छे जान लाग्यो भनेर भित्र पस्यो अब कोही हुँदैन घरमा आगो टापेरै बस्छ चोर्छ होला चोर्छ कि चोर्दैन बुइ चोर्दैन अरे ज्ञानी रहेछ अनि साथीहरू यतिखेर चाहिँ हामीहरू घुरो काट्नको लागि भिरमा आएको छौँ होइन भिर चाहिँ एकदमै अप्ठ्यारो छ साथीहरू नजानु के बुइटिया लुटिला त्यहाँ नजानुस् क्या यस्तो अप्ठ्यारो छ होइन साथीहरू जब एक फेरा खुट्टा फिस्लु गऱ्यो भने लोटेर मर्ने जस्तो छ यहाँ हेर्नु तल अप्ठ्यारो कछार देखिन्छ होइन अनि मेरो घर चाहिँ त्यहाँ पारी हो हामी चाहिँ टाढा नै आएको छौँ अहिले खर काट्नको लागि यहाँनिर मेरो घर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ पारी यो जुम गरेको कस्तो भयो यही हो मेरो घर होइन यो चाहिँ पुरै हाम्रो गाउँ अनि यो पुरै अहिले चाहिँ बारीमा गहुँहरू छ त्यही भएर कति राम्रो यो भिडियोमा भन्दा पनि रियलमा चाहिँ एकदम राम्रो देखिरहेछ होइन टाढाबाट अनि मेरो गाउँ चाहिँ मैले घरदेखि गाउँको भिडियो बनाउँछु मेरो घर फोकस गरेर बनाउँछु भन्दा मिल्दैन क्या साथीहरू किनभने एकदम खोलामा छ नि त त्यही भएर न मेरो घर राम्रोसँग देखिन्छ न गाउँ फोकस हुन्छ क्यामेरामा अहिले चाहिँ घरदेखि टाढा यतापट्टि भएको हुनाले हामीहरू यता घुम्टी छ धेरै नै यसरी घुमेर परबाट घुमेर आउनुपर्ने हुन्छ यहाँ चाहिँ यहाँबाट राम्रो देखिँदो रहेछ गाउँको भिडियो हामी चाहिँ पसल जानु पर्यो भने अनि स्कुल जानु पर्यो भने मिलमा जानु पर्यो भने माथि डाँडामा जान्छौँ यत्रो बाटो हिँडेर होइन यस्तो छ मेरो गाउँ अहिले चाहिँ अझै हाम्रो भारी पुगेको छैन ए बुइले काटिरहनु भएको छ अब मैले पनि काट्ने हो अप्ठ्यारो छ एकछिन आराम गरेको बल्ल 8-9वटा मुठा भएको छ होइन अब 2-4 मुठा काटेर जानुपर्ने हुन्छ हामीहरू आज चाहिँ मौसम पनि राम्रो गरिदिएछ साथीहरू पानी पर्ला जस्तो छ घाम लागेको छैन होइन अनि त्यही भएर घुरो काट्न पनि अलि सहज भए घाम लागेको भए कति गर्मी हुन्थ्यो होला यो घुरोको धुवा उडेर हाच्छिउ आएर एकदम गाह्रो भइरहेछ काट्न पनि घाम लागेको भए त झन् कति गाह्रो हुन्थ्यो होला सो आजको हाम्रो भिडियो यति नै लास्टसम्म हेर्नुहुने सबैजनाले थ्याङ्क यू सो मच बाई बाई